हेलो उपाध्ये भाइ, के हो? पचाउन गाह्रो भयो के त? ब्लक ठोकिएछ त? आइडी प्राइभेट गरिएछ त? पचाउन गाह्रो भयो हो? लाज लागेन? फलो गरेको आधी घन्टा नबित्दै ब्लक गर्नलाई? अनि तिमी मेरो चिना हेर्न आएको होइन? आऊ न चिना हेर्न। मेरो होइन तिम्रो। म तिम्रो हेर्छु चिना। मेरो चिना हेर्नु पर्दैन तिमीले, बुझ्यौ नि? के रे बुढासँग सम्बन्ध बिग्रिन लाया रहेछ। अरू के रे? डट 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 डट, यहाँ हुँ त्यहाँ हुँ। के रे? लाज लागेन? अनि के रे? दिदी 7 वर्षकी हुँदाखेरि दिदी मरेको, दिदी सोचेर बोलेको, बोल्न खोजेको। लाज लागेन अर्काको नाम बेचेर बोल्नलाई? अनि तिम्रो म्यासेजको रिप्लाई मैले दिएको होइन, मेरो बुढाले हो, बुझ्यौ नि? जोसुकैको पनि म्यासेज आउँदाखेरि मेरो मोबाइलमा भन्दा मेरो बुढाको मोबाइलमा छिटो जान्छ, बुझ्यौ? अनि चिना हेर्न आएको मान्छे, अनि मेरो चिना पनि तिमीले हेर्यौ, चिना पनि लेखेर पठायौ है। अनि अब तिम्रो चिना हेर्नु पर्ने थियो मैले। तिमीले ब्लक गर्यौ, कसरी हेर्ने हो त नि? किन ब्लक गरेको? पचाउन गाह्रो भयो? 15 सेकेन्डको भिडियो हेरेर मेरो चिना त हेऱ्यौ तिमीले, तर मलाई पचाउन गाह्रो भयो क्या फेरि। अनि अब म तिम्रो चिना हेर्छु भनेको तिमीले ब्लक गरेछौ, आइडी प्राइभेट राखेछौ। अब कसरी हेर्नु त नि चिना? औ म तिम्रो चिना हेर्छु। तिमीले मेरो चिन्ता नगर, तिमीले चिना हेर्नु पर्दैन मेरो, म तिम्रो हेर्छु। अनि बुढासँग सम्बन्ध टुट्न लागेको रे? टुटेर पनि जोडिएको हो क्या? टुट्न खोजेर पनि जोडिएको हो। अब कसैले पनि टुटाउन सक्दैन, बुझ्यौ नि? लाज लागेन? चिन्ता नगर, म तिम्रो हेर्छु चिना। ब्लक खोल, चिना हेर्नु छ।